यहाँनिर चाहिँ चिन्डोमा पानी खानु पाइन्छ, घरमा यसो चिन्डोमा राखेको रहेछ। अनि एकदमै त्यही हो। अनि यहाँ सिलम्साकमा रहेको छ, चिन्डोमा पानी खाएको धारा बनाएको छ, के मजाले। यहाँ सिलम्साकमा रहेको छ। अनि यहाँ चाहिँ खानेपानी दिनुहुने चाहिँ श्रीमती मोरन कुमारी सुब्बामा पचङबाङ युएसए श्रीमान गणेश कुमार पचङबाङ यो दान 18बाट गर्नुभएको छ। यहाँ चाहिँ आरा काटेको पनि भिडियो राखेको रहेछ। एकदमै सुन्दर संस्कृति झल्किने नै साँच्चै गरेछ। यहाँ चाहिँ काठ टाइपले बनाएको कुर्सीहरू छ, काठको त होइन होला, यिनीहरू सबै सिमेन्टले बनाइएको होला। एकदमै कल्चरल संस्कृति।